चाहिँ यी बहिनीले भगाएर लगेको रहेछ। कहाँ ठ्याक्कै बसेको थियो? ए यहाँ बसेको थियो, यहाँ बसेको थियो। तपाईँ कहाँ आउनुहुन्थ्यो त्यतिखेर? कसरी बोलायो? ए मेसेज गर्नुभयो? के भनेर मेसेज गर्नुभयो? कुन बाटो आएछ त्यो मान्छे यहाँनिर? यहीँ मात्रै देख्नुभयो? यसपछि कहाँबाट जानुभयो तपाईँ? यसो जानुभयो? यसो भयो, यस्तो हिँड्दै हिँड्दै जानुभयो? त्यो के अरे उयो शाहरुख खानले हिरोनी एउटा फिल्ममा यस्तो समातेर लान्छ नि, हिँडाउँछ नि, त्यस्तो त लगेन नि? हात पक्रेर लगेन नि? हात नपक्री लग्यो। हेर्नुहोस्, मकै बारीभित्र यहीँनिर जे हामीले शङ्का गऱ्यौँ ठ्याक्कै मिलेको छ। आज हेर्नुहोस्, यहीँनिर बसेर यहीँ बोलाएछ। हेर्नुहोस्, यस्तो घारीमा मान्छेलाई बोलाउनु पनि एउटा डरलाग्दो रहस्यमय कुरा हुन्छ। हेर्नुमा चाहिँ मसिना बालबालिकाहरू बच्चाहरू हराइरहेका छन्, भेटिएका पनि छैनन्। एउटा डरलाग्दो घटना चाहिँ हाम्रा के पो हाम्रो निर्भीक तामाङ हरायो, भेटिएन। कतै यस्तै स्यालहरूले त इन्डिया लिएर गएनन्। एउटा शङ्का मात्रै है। अब हेर्नुहोस्, उहाँलाई त इन्डिया छिराउनु लागिरहेको रहेछ, इन्डिया लान लागिरहेको छ। एउटा भाडाले पैसा नभएर मात्रै अड्किरहेको रहेछ। उहाँलाई पनि इन्डिया लगेर चाहिँ बेच्नु पनि सक्थ्यो। कि यस्ता श्रीमती बच्चालाई त माया मार्ने मान्छेले बेच्न सक्दैन? अलिकति पैसा पाएको भए बेच्थ्यो पनि होला। तपाईँलाई बेच्छ जस्तो लाग्दैन थियो तपाईँलाई इन्डिया लगेर? हो, नानीको बाउ उहाँको श्रीमती रहेछ भनेर थाहा पाइसकेपछि के लाग्यो? प्रश्न भन्नुहोस् अलिक ठुलो स्वर पारेर। यो गाउँमा आज हेर्नुहोस्, म अघि पनि देखिँदै तपाईँहरू माछ मैले देखाइरहेको छु। अस्ति हामीले यता आउनुहोस् बहिनी, तपाईँ अस्ति हामीले शङ्का गरेको हो कि होइन? 5 बजी चाहिँ यस्तो यो हेर्नुहोस्, यो दृश्य यो चाहिँ मकै बारीको बिचमा रहेको घर छ। यस्तो बिचमा भएको घर, सुनसान घरमा मौका छोपी आए ती स्यालको रूप लिएर एकजना चाहिँ व्यक्ति। हेर्नुहोस्, नभन्दै उडाइदियो 14 वर्ष कि बहिनीलाई। हेर्नुहोस् कति मजाले उडाइदियो तपाईँलाई त्यो स्यालले, होइन? कुन बाटो फेरि एकचोटि भन्नुहोस्, अन्तिम भिडियो। त्यस्ता मान्छेहरू गाउँमा नपसोस् भने सबैको कुरा हो। र कुन बाटो लियो अरे तपाईँलाई आयो अरे त्यो स्याल? कसरी आयो? कति रिमरिम थियो त्यतिखेर? कसरी चाहिँ मान्छे यताउता यस्तो हेर्दै आयो कि चाहिँ स्याल शैली कहाँ आएर बसेको थियो? कहाँ? हेर्नुहोस् कुन तरिकाले आउनुहोस्, कहाँनिर यहाँ बसेको ठाउँ पनि देखाउँछु। हेर्नुहोस्, यस्तो तरिकाले मकै बारीभित्रबाट एक साइडबाट एकान्त घारीबाट आए भनेर यी बहिनीले बताइरहेछ। तपाईँलाई जुन भगाउने 14 वर्षीय बहिनीले नै बताइराख्नु भएको थियो। ती स्याल आएर कहाँ बसे त? आमा स्याल चाहिँ यो मैले भन्दैछु, हामीले भन्दैछौँ। हेर्नुहोस्, स्याल शैलीमै आएको रहेछ भन्ने बुझ्यो। मकै बारीभित्र टुक्रुक्कै बस्ने भनेको हेर्नुहोस् कतिसम्मको दिमाग लगाएछ त। स्याल उस्तै भन्दैन मान्छेलाई। हेर्नुहोस्, मान्छेले स्याल भन्दैन, उस्तै जनावरलाई स्याल नाम राखिदिएको होइन। कहाँनिर बसेको थियो? कहाँ आउनुहोस्, कहाँ बसेको थियो? हेर्नुहोस्, यसरी यहाँ आएर चाहिँ यी बहिनीले भगाएर लगेको रहेछ। कहाँ ठ्याक्कै बसेको थियो? ए यहाँ बसेको थियो, यहाँ बसेको थियो। तपाईँ कहाँ आउनुहुन्थ्यो त्यतिखेर? कसरी बोलायो? ए मेसेज गर्नुभयो? के भनेर मेसेज गर्नुभयो? कुन बाटो आएछ त्यो मान्छे यहाँनिर? यहीँ मात्रै देख्नुभयो? यसपछि कहाँबाट जानुभयो तपाईँ? यसो जानुभयो? यसो भयो, यस्तो हिँड्दै हिँड्दै जानुभयो? त्यो के अरे उयो शाहरुख खानले हिरोनी एउटा फिल्ममा यस्तो समातेर लान्छ नि, हिँडाउँछ नि, त्यस्तो त लगेन नि? हात पक्रेर लगेन नि? हात नपक्री लग्यो। हेर्नुहोस्, मकै बारीभित्र यहीँनिर जे हामीले शङ्का गऱ्यौँ ठ्याक्कै मिलेको छ। आज हेर्नुहोस्, यहीँनिर बसेर यहीँ बोलाएछ। हेर्नुहोस्, यस्तो घारीमा मान्छेलाई बोलाउनु पनि एउटा डरलाग्दो रहस्यमय कुरा हुन्छ। हेर्नुहोस्, यहाँनिर बोलाउनुको कारण उडाउनु थिएछ दिमागमा, त्यस कारणले यहाँनिर बोलायो। हेर्नुहोस्,
यो कसले गर्छ त है हेर्नुहोस् एउटा रहस्य लुकेको हुन्छ हेर्नुहोस् आज स्याल जस्तै रूप लिएर एकजना व्यक्तिले 14 वर्षीय बहिनीलाई उडाइदियो तपाईँलाई उडाइदियो होइन फेरि आउनुभयो तपाईँ यहाँनिर भिडियो देखेर होइन खुसी लागिरहेछ अहिले तपाईँलाई के लागिरहेछ खुसी नै लागिरहेछ होइन केमा खुसी लागिरहेछ भन्नुहोस् घर आउन पाएँ अर्काको बुढो भएर थाहा पाएँ तपाईँको इन्डिया ल्याएर बस्नु पाएन तपाईँको ज्यान बच्यो हो कि होइन बेचेको भए त के हुन्थ्यो र भोलिको दिन हो कि होइन अबदेखि यस्तो नगर्नु हस् नाम अब ठ्याक्कै छोरी त भेट्यो नि अर्को नाम के अरे छोरी भगवानी सर्टकटमा टाइटलमा स्याल भन्दा बुझियो होइन अब के गर्ने विचार छ तपाईँलाई उहाँलाई बोलाएर ल्याउने कसो बोलाएर ल्याउने के हो कसो सल्लाह सुझाव गर्ने कानुनी रूपमा के प्रकृति हुन्छ त्यही प्रकृति कारबाही गर्ने तपाईँ एउटा विदेशमा कमाउँदै गरेको एउटा दुईवटा छोरीको भविष्य बनाउनको लागि त्यो खाडीमा दुःख गर्दै गरेको मान्छे छोरी यस्तो हुनु बित्तिकै तुरन्तै तपाईँ आउनुभएको होइन छोरीकै मायाले हेर्नुहोस् एउटा बुवाले छोरी आफ्नो परिवारको लागि भविष्यको लागि खाडीमा खुन पसिना बगाइरहेको हुन्छ तर छोरी नै स्यालले लगिदिएपछि तुरन्तै नेपाल आइपुग्छ हेर्नुहोस् उहाँ छोरीको खोजीमा यति कुद्नुभयो हरेक प्रशासनसँग जानुभयो हामी मिडियाकर्मीलाई बढाउनु भयो हेर्नुहोस् तस्बिर आफै बोल्छ र तपाईँको श्रीमानले हेर्नुहोस् अब उहाँको श्रीमतीलाई पनि के कसो भन्दै श्रीमानले श्रीमतीलाई के कसो भनेर धम्कीहरू दिइरहेको छ त्यो पनि सुन्नुहोस् के भन्दै हुनुहुन्थ्यो तपाईँको श्रीमानले मेसेज गर्नुभएको थियो मैले बाबालाई फोन दिएको छु त्यो फोन लगिस् भने तेरो जिन्दगी बर्बाद गरिदिन्छु मेरो त जिन्दगी बर्बाद गरिस् तेरो पनि म जिन्दगी बर्बाद गरिदिन्छु मेरो बाबालाई केही पनि नगर्नु जे सजाय भोग्नु छ मैले भोग्नुपर्छ भने कसलाई केही पनि नगर्नु उसलाई केही नगर्नु अरे उसले जे सजाय भोग्छ उसले त्यो भोग्न तयार छ अरे अनि आइज भन्नु भएन बोलाउनु मेसेज गराएर रहेछ मैले त बिहान मात्रै हेरेको थिएँ बोलाउनु भएन नि अब मेसेजै हेरेको छैन अलिकति आउनुहोस् तपाईँ यहाँ आउनुहोस् तपाईँलाई पनि त्यसपछि उसले अर्कैसँग बे गरेर बच्चा भयो भने पनि उसलाई जसरी भए पनि लान्छ अरे मेसेजै छ त्यो त अब कानुनले बताउँछ 14 वर्षको युवतीलाई विवाह गर्नुहुन्छ हुँदैन कानुनमा के कतिसम्म छ आउनु पर्यो के भनेर लग्यो बहिनीलाई मैले पनि त्यसले नि मलाई सानैमा बे गरेर लगेको बिचारा माया लाग्दैछ होइन छोरा छ भोलिको दिनमा मैले नि गर्नुपर्छ मेरो छोराको लागि मैले के गर्ने भोलिको दिनमा सही अब अलिकति कुरा जोडिहालौँ उहाँकै दिदी हुनुहुन्छ उहाँ 14 वर्ष तपाईँ कति वर्ष भन्नु 18 वर्षको दिदीलाई पनि के भन्दै हुन्थ्यो मेसेज गरेर लभ गर्नु खोज्दै थियो भन्दै हुनुहुन्थ्यो कि अघि के कसो भन्दै हुनुहुन्थ्यो नि मेसेज गरेर धम्काउने यताउति गर्दै कसो भन्दै हुनुहुन्थ्यो मलाई रेबत हैन एकछिन उहाँको कुरा राख्छु उहाँले मलाई मेसेज गर्नुभएछ दिदी भनेर कहाँ केस लाउँदैछन् कता के भनेर बुझ्नको लागि गर्नुभएको रहेछ सुरुमा अनि भएर के भन्नु भने म तपाईँको ज्वाइँ हो सिधै देखे भन्नु भएन ए तपाईँलाई सिधै ज्वाइँ भनिदियो जेठी सासु म तपाईँको ज्वाइँ नभन्नु जेठी सासु नै भन्यो तपाईँलाई मेसेन्जरबाट फोन गरेर कि मेसेज गरेर बेलुका 3 बजे बाबा तँलाई भन्छु म चाहिँ यसरी नै भन्नु मैले तपाईँले ज्वाइँ भन्नु भएन तँलाई भन्छु म त कुन आधारले तँलाई ज्वाइँ भन्नु भनेर भने नि मैले अनि त्यसो भनेपछि तपाईँहरूले मलाई यसो भनेर फसाउनु भयो मिडियामा मेरो इज्जतको के गर्नुभयो होइन तपाईँ जहाँसुकै जानु न मलाई 10 वर्ष राख्नु या 20 वर्ष राख्नु तपाईँसँग त मेरो भेट भइ नै हाल्छ अनि उसलाई क्या जोसँग बिहे होस् जहाँ होस् एकछिन तपाईसँग भेट भइहाल्छ भेट भइहाल्छ म तपाईँलाई जानेको छु त्यो बेला त के गर्छ अरे अब त्यो उसले धम्काएको क्या मलाई कि भेट्न आउनु मसँग सक्नुहुन्छ यताउति भनेर भनेको क्या अहिलेको जमाना पनि हेर्नुहोस् दादागिरी हेर्नुहोस् उहाँले धम्काएको के प्रमाण छ यहाँ त्यो धम्काएको प्रमाण पनि हामी राख्नेछौँ हेर्नुहोस् यस्तो दादागिरीलाई पनि कारबाही हुन्छ हुँदैन मिडियामा पनि देखाउनु यो मैले मिडियामै देखाउनको लागि भनेको भनेर मिडिया पनि पठाउनु भएको छ स्क्रिनसट गरेर मिडियालाई देखाउनु तपाईँलाई अझ धेरै मलाई समात्ने प्रमाण हुन्छ भनेर उसैले भनेको फेरि त्यसै भन्छ त्यो पनि भनेको त्यसै भन्छ उसलाई डर भन्ने चिज छैन तपाईँलाई छोरा भएको नानीले यसरी लाँदा तपाईँलाई उयो भएन भने त मलाई केहीको लाज मलाई केही पनि छैन मलाई केही डर छ भन्ने चिज छैन उसलाई डर भन्ने लाज भन्ने एउटा चिज पनि छैन त्यो लगेको भने गल्ती ऊ स्वीकार्न तयार छैन क्या डर केही रहेनछ लाज केही छैन रहेछ तपाईँको श्रीमानको है उहाँलाई त एकदम नराम्रो नै भन्छ त्यो उसले कसलाई
त्यो त्यो अरूसँग यताउति अनि त्यही भएर म चाहिँ मेरो जिन्दगी मलाई नै बाँच्न अरूसँग बोली पाउँदिनँ। सुल्टै भन्ने छैन मेरो जिन्दगी म बाँच्न कोसँग पाउँदिनँ बोलेको रहेछु भनेको। त्यहीसँग जान्छु जहाँ लिएर आइछ म कोसँग बोलेको रहेछु को केटासँग बोलेको रहेछु जहाँ लिएर आइछ म त्यहीसँग जान्छु भनेर भनेको त्यसले एसएमएस गरेर होइन हेर्नुहोस् सानो बच्चा हेरेर बस्ने आमालाई नै उल्टै धम्की बिहे हुनु कहाँ छ कहाँ बगाएर लगेको 5 दिनमै जेठी सासू भनेर धम्की हेर्नुहोस् जेठी सासूसँग भन्यो है हेर्नुहोस् भनेकै हो जेठी सासू भनेको छ प्रहरी तपाईँलाई ज्वाइँ भन्नु भएन भन्छु त्यसलाई चाहिँ कुन आधारमा भन्नु? हेर्नुहोस् कतिसम्मको आँटले बोलिरहेको छ पक्कै पनि अब नानीपट्टि नै गएँ अब के कसो गर्ने उहाँलाई बोलाउने कि कसो गर्ने हँ बोलाउने बोलाउने अनि के गर्ने बोलाएर अब एउटा एउटा उसको श्रीमती त रहेछ तपाईँलाई थाहै रहेनछ बिहे गरेको भनेर अब फेरि उहीसँग जाने कि नजाने के गर्ने उसलाई अब परेको सजाय भोग्नु दिनु परेको सजाय भोग्नु दिनु पर्यो। भोग्नु पर्यो तपाईँले त तपाईँले त बिहे नगरेको भनेर फकाएछ पैसा पठाइदिएर आश्वासन देखाएछ होइन पैसा पठाइदिएर हो कि होइन बुझ्नु भयो नि बहिनीको कुरा उसले नि मेरो जिन्दगी बर्बाद गरेकी छिन् बाउको के अरे छोराको बाउसँग गएको छु नभए उसले नै के गर्छन् होला नि अब म त फेरि त्यो त अब यस्तो गर्छु नि फेरि। त्यो अब तपाईँको श्रीमान स्यालको बुद्धि रहेछ दिमाग रहेछ अनि फसायो नि अब हो कि होइन त्यत्रो कति बजी पो जानुभयो भन्नुभयो बिहान कति बजी बिहान कि बेलुका जानुभयो बेलुका बेलुका कति बजीतिर 6 बजीतिर अँध्यारो थियो होला नि त होइन 5-6 बजे नै हो। अँध्यारो थियो अनि यहाँबाट त्यहाँदेखि कता गएको अनि? यहाँबाट ठ्याक्कै कहाँ जानुभयो हिँड्दै जानुभयो यहाँबाट हिँड्दै गयौँ मन्दिर तपाईँले समात्यो कि यसरी हातमा नसमातिकन लग्यो हिँड्दाखेरि यसरी समातेर त्यो फिल्मी शैलीमा लगेको रहेछ फिल्ममा त यसरी समातेर हिरोले हिरोनी लान्छ तपाईँले भएन पक्रेन तपाईँ अगाडि ऊ पछाडि हिँड्यो होइन सँगै हिँड्यौँ नि तर त्यसले भएन कहाँसम्म हिँडेर जानुभयो मन्दिरसम्म अनि अनि त्यहाँ- त्यहाँदेखि अलिक पर पुग्यौँ अनि त्यसपछि केमा जानुभयो उहाँले नि अटो बोलाउनु भएको थियो अनि होला अटोबाट सिधै कहाँ जानुभयो सिधै धरान गयौँ होला अँधेरै थियो अनि धरानमा गएर कहाँ बस्नुभयो उसको कोही आफन्तको घर थियो घरै थियो अनि त्यो आफन्तहरूले सोध्यो सोधेन तपाईँको को लिएर आइस भन्ने खालको त सोध्छ नि त आफन्तहरूले त्यस्तो उसलाई सोध्नु भयो होला ऊ बाहिर निक्लेको गऱ्यो म कोठाबाट बाहिर पनि निक्लिनँ होइन सोधी खोजी त हुन्छ नि त आफन्तले पनि कहाँबाट आएको के भएको जो पायो त्यही मान्छेलाई घरभित्र पनि राख्न दिँदैनन् अचलको समय त्यस्तै छ उसलाई सोध्नु भएको थियो अरे कसले हो दिदी कि कसले हो हजुर उहाँले बुहारी हो भन्नुभएको थियो होला ए बुहारी भन्यो अरे अनि यस्तो हेर्दाखेरि सानो छ पत्ता त बुहारी भन्नु यो भर्खर कति 5-6 क्लासमा 7-8 क्लासमा पढ्ने खालको देखिन्छ पत्ता त तपाईँलाई खोइ पत्ता जस्तो लाग्छ तपाईँलाई पत्याएन उसको आफन्त नि धरानमा छन् बिहे गरेको भनेर त थाहा छ तिनीहरूले के कारण चाहिँ राखेको ए बिहे गरे थाहा रहेछ कि साथीभाइकोमा हो कि आफन्तकै भन्थ्यो मलाई त्यो थाहा भएन राति थियो नभए सोध्ने कस्तो गर्थ्यो पक्की गर्थ्यो कि पक्की कति तले थियो राति रौदी कति तले भने त्यो बिहान त उज्यालोमा त देख्नु भयो होला नि त नि भित्रै मात्र त बस्नु भएन त बाहिर बाहिर त एकछिन एकछिन पनि निस्किनु भएन कतिजना थियो परिवार कतिजना थियो त्यो घरमा कतिजना थियो मान्छेहरू त्यसो अब सँगै थाहा छैन तर उसले भनेको 3-4 जना हुन्छ भनेर तर मैले त्यो अनुहार पनि देखिनँ मलाई बाहिर निक्लिन पनि दिनु भएन उहाँले ए बाहिर निक्लिनु पनि दिएन त्यो केटाले खाना पनि रुममै ल्याइदिनुहुन्थ्यो रुममै आमामा हेर्नुहोस् बन्दीमै पारेको जस्तो फेरि कुरा निस्किँदैछ हेर्नुहोस् बन्दीमै पारेको यो मान्छेले इन्डिया लान लागिरहेको रहेछ भाग्यवास यी गाउँका छिमेकीदेखि लिएर उहाँको बुवा सम्पूर्णले चाहिँ हामीलाई खबर गर्नुभयो है हामी मिडिया कर्मीलाई खबर गर्नुभयो त्यस कारणले मात्रै यी नानीलाई इन्डियासम्म लानु पाएको छैन नत्र इन्डिया लिएर जान्थ्यो तपाईँलाई कहिले प्लानिङ थियो इन्डिया जाने त्यो प्लानिङ थाहा छैन तर उहाँको मुसँग पैसा थिएन कोबाट पैसा माग्नुभएको थियो होला म मागेको थिएँ अङ्कलसँग 29-30 तारिक पठाइदिन्छु भनेर ए पैसा मागिरहेको थियो ए पैसा नभएर भाडा कुरिरहेको रहेछ यहाँनिर 29 थियो न त त्यो भाइले नि पठाइदिएको थियो तर हिटर आएको थियो यिनीहरू भेट्न जाँदाखेरि सक्यो होला अनि पछि फेरि 29-30 तारिक पठाइदिन्छु भन्थ्यो त्यही पैसा लिएर जान्छु भन्थ्यो हेर्नुहोस् हाम्रो नेपालमा चाहिँ मसिना बालबालिकाहरू बच्चाहरू हराइरहेका छन् भेटिएका पनि छैनन् एउटा डरलाग्दो घटना चाहिँ हाम्रा के पो हाम्रो निर्भीक तामाङ हरायो भेटिएन कतै यस्ता यस्तै स्यालहरूले त इन्डिया लिएर गएनन् एउटा शङ्खा मात्रै है अब हेर्नुहोस् उहाँलाई त इन्डिया छिसाउनु लागिरहेको रहेछ इन्डिया लान लागिरहेको छ एउटा भाडाले पैसा नभएर मात्रै अड्किरहेको रहेछ उहाँलाई पनि इन्डिया लगेर चाहिँ बेच्नु पनि सक्थ्यो
यी यस्ता श्रीमती बच्चालाई त माया मार्ने मान्छेले बेच्न सक्दैन अलिकति पैसा पाएको भए बेच्थ्यो पनि होला तपाईँलाई बेच्छ जस्तो लाग्दैन थियो तपाईँलाई इन्डिया लगेर त्यतिखेर अब नानीको बाउ नभएको थाहा पाउँदा चाहिँ कस्तो बेच्छ जस्तो चाहिँ लाग्दैन ओ थाहा पाइसकेपछि चाहिँ त्यस्तो लाग्यो नानीको बाउ उहाँको श्रीमती रहेछ भनेर थाहा पाइसकेपछि के लाग्यो प्रष्ट भन्नुहोस् अलिक ठुलो स्वर पारेर नानीको बाउ भइसकेपछि अब नानीको बाउ मात्रै भएर पनि होइन मैले पहिलेदेखि नै चिनेको दिदीलाई पनि नानीलाई पनि पहिलेदेखि नै राम्ररी बोल्दै आएको झन् त्यो थाहा पाइसकेपछि मलाई नराम्रो लाग्यो म घर जाने भनेर भने अनि त्यहाँदेखि उसले के भन्नुभयो भने ल नि त जाने भए म भोलि पुऱ्याइदिन्छु जाने भए सिज्जा थाना जाऊँ हामी दुईजना अनि कल्पनाले चाहिँ सजाइदिन्छ म त्यही भोग्छु तपाईँको घर परिवारले के सजाइदिन्छ म त्यही भोग्छु भनेर भन्नुभयो अनि तपाईँले भन्नु भएन मेरो जिन्दगी बर्बाद बनाइस् भन्नु भएन भने मैले गरेर नानी र कल्पना दिदीको पनि भविष्य बिग्रियो भनेर रुको थिएँ म त्यस्तो होइन अब कल्पना पनि त्यस्तै गर्थेँ मलाई त्यही भएर मैले त्यस्तो गरेको हो भनेर भन्नुभयो तपाईँलाई इन्डिया लानु लाग्दा पछिल्लो समयमा चाहिँ सबै भित्रको उसको रहस्यमय कुराहरू थाहा पाइसकेपछि डर लाग्यो बेच्छ जस्तो लाग्यो तपाईँलाई त बेचिदिन्थ्यो उता त इन्डियाभित्र कहाँभित्र लगेर चाहिँ हालिदिन्छ कोठाभित्र थुनिदिन्छ अनि कसरी निस्केर आउनुहुन्छ कसले उद्धार गर्छ तपाईँलाई ठुलो छ इन्डिया त नेपाल जस्तो होइन त हो कि होइन अहिले चाहिँ डर लागिरहेछ अबदेखि जाने नजाने यस्तो काम गर्ने नगर्ने हेर्नुहोस् तर उहाँको पनि थोरै गल्ती नै हो तर उसलाई भन्दा पनि उसले यी नानीले भन्दा पनि त्यो स्याल नाम के भयो भन्नुभयो रेवत सुनामको चाहिँ ठुलो गल्ती देखिन्छ किनकि आश्वासनको कुरा यहाँ धेरै आश्वासनहरू पैसा पठाइदिने बच्चाहरू त होइन लोभी नै हाल्छ होइन कसैले पैसा पठाइदिन्छु एउटा नयाँ घर बनाइदिन्छु भनेपछि त पक्कै पनि लोभिन्छ होला यो उमेरमा होइन अब कुदिराख्ने अहिलेको चाहिँ खेलिराख्ने चाहिँ बच्चाहरू केटाकेटीहरू पक्कै पनि बुझ्नुपर्ने उसले हो यसरी लोभाएर जिन्दगी बर्बाद बनाइदिएको छ र हामी अघिदेखि नै भनिसक्यौँ चाहिँ